हेलो गाइज, मेरो साथीको चाहिँ भ्लग 2 आजको। सो अस्ति भर्खरै म काठमाडौँबाट पुगेँ अनि भेट्ने भनिरहेको थियौँ। अनि ठिक्क आज चाहिँ मौका पाएँ मैले नि भेट्ने। अनि ठिक्कै किनभने चाहिँ नाइस दिस माई फ्रेन्ड ओन्ली वान पिस। एन्ड अनि त्यसपछि काठमाडौँबाट यता म चाहिँ हल्का त्यो कामको लागि आएको थिएँ क्या। त्यही भएर चाहिँ म अनि साथीलाई नै भनिरहेको छु काठमाडौँ जाम भनेर। उतातिर हल्का मेरो पनि अब सबै छन् नि त, अनि चिनिया मान्छेहरू सबै छन् नि त। सो त्यही भएर चटाउन देखा न, त्यही भएर चाहिँ अनि भनिरहेको थिएँ क्या साथीलाई। अनि उता गयो भने चाहिँ हल्का बाहिरको तयारी गर्न पनि सजिलो हुन्छ नि त। सो प्लिज इन्टरभ्यू। नो इन्टरभ्यू हो। मलाई यस्तो हल्का डर लाग्छ कि त्यतिखेर ब्लग। डर भन्दा नि अब सुरुमा हो क्या मेरो साथीको भ्लगिङ चाहिँ। सो अनि अहिले चाहिँ साथीको सट्टामा चाहिँ म बोलिरहेको छु। मेरो नाम चाहिँ राजेश रौतेडा हो, उहाँको नाम चाहिँ पवन कार्की। अनि हामी सँगै पढ्थ्यौँ, ट्युसनमा भेट भएको चाहिँ हाम्रो होइन। अनि सो अहिले चाहिँ हामी यस्तै घुमिरहेछौँ, यस्तो जङ्गलको भ्यूहरूमा छ, दामी देखिरहेछ। अनि उतैतिर मान्छे नुहाइरहेछन्। अनि सो तपाईँहरूसँग चाहिँ हल्का माथि पुग्यो भने चाहिँ तपाईँहरूसँग भेट्छु। अहिले चाहिँ हामी रेस्ट गर्छौँ। ओके गाई, हामी माथि हिँड्दा त्यहाँबाट हिँड्दा चाहिँ यस्तो ग्राइबिलमा पुग्यौँ। अब ग्राइबिलमा पनि के चढ्ने, अब यहाँबाट जुत्ता फोहोर हुन्छन्, मतलब अब जुत्ता पानी छ नि त। अनि त्यही भएर जुत्ता चाहिँ अब धुन चाहिँ निकाल्छ। त्यही भएर चाहिँ म त्यो पछाडि जान्न। गर्मी पनि के साह्रो भयो अरे पश्चिममा यहाँ, हन दोस्त? हो, यस्तो गर्मी छ मलाई। काठमाडौँतिर त यार म ज्याकेट लगाएर हिँड्थेँ यार, दुईवटा यार। अब त्यो काठमाडौँ भन्दा यो ऊ भन्दा हल्का त्यही हो नि। सो अब आँखामा सूर्य लागिरहेको छ, सनग्लास लाउँछु म होइन। ठिक छ होइन? ठिक छ नि साथी? एकदम बबाल हिरो देखिया जस्तो। यति बेजत त नहान्दिएर हिरो देखिया जस्तो भनेर। अब चस्माको फाइदा चाहिँ भन्दाखेरि जस्तै अब हिँड्दाखेरि अब सूर्य आँखामा लाग्छ नि त ठक्क। अनि ती एकछिन है टिप्पर आइरहेछ। अब अनि त्यसपछि बोल्छु म। अहिले टिप्परको आवाजले चाहिँ कि सुनिन्न क्या। अनि चस्माको फाइदा चाहिँ भन्दाखेरि अब हिँड्दाखेरि कतै आँखामा घाम लाग्यो भने यताउता हिँड्दाखेरि पनि टक्क अनि चस्मा लाग्यो भने चाहिँ उ गर्छ नि त अनि घामले ब्ल्याक। अनि त्यसपछि रोनाल्डो इज अनि त्यस मेसीको फ्यान हो है, म रोनाल्डोको फ्यान होइन। तर अनि त्यसले किन गरेछु अब यसो हल्का मन लाग्यो, अब गर्नु त पर्यो जस्तो। अनि त्यसपछि ड्राइभ गर्दाखेरि चाहिँ चस्मा युज गरिन्छ। सो हिँड्दाखेरि पनि गरिन्छ, गर्मी हुन्छ नि त अनि धेरै, त्यही भएर चाहिँ चस्मा युज गरिन्छ। बिगेस्ट ट्री ऊ त्यहाँ छ। सो अहिले चाहिँ हामी यस्तै जङ्गलको बिचमा छौँ। तर रमाइलो छ, जियोस् जिन्दगी भन्न सजिलो छ तर रमाइलो चाहिँ छैन। सो अनि टक्कसँग गरेर हामी चाहिँ अहिले यहाँ बाटोमा पुगिसक्यौँ जहाँ कि हामी आएको थियौँ त्यहीँबाट हो। यो चाहिँ यहाँनिर चाहिँ मैले हल्का भिडियो गरेको थिएँ, यहाँनिर चाहिँ भिडियो गरेको थियौँ, त्यो चाहिँ पछि आउँछ। एकचोटि हामीले यहाँ पनि उ गरेको थियौँ यार, बिराज हामी आएर भिडियो गरेर गएको थियौँ यार। तैँले देखेँ कि नै? देखिनस्? यत्रो छ यार, छँदा पनि यार हेर्नु त म त सानो देखिस् त लागेको मुखनिर। जाऊँ उता माथितिर जाऊँ। सो अनि उता हाम्रोमा अनि पुगाउनु आन्टी हो, गाई हो कि चियो लिएर आइरहेछन्। त्यहाँ नोटिस गर्नुहुन्न, यता कोही चिनिया मान्छे भएपछि बिल्ला हुन्छ कि यार, बेकुब हुन्छ। त्यही भएर चाहिँ हल्का भ्लगिङ अहिले अफ हान्छु म। अटो पनि हेरेर अनि माथितिर भेट्छु तपाईँहरूलाई। अहिले हामी खैराना पुलमा पुगिसकेको छौँ। यो चाहिँ पुल अनि हिँड्दा चाहिँ आधो बाटो पुगिसकेको छ क्या, ऊ त्यहाँसम्म छ खासमा। अहिले चाहिँ त्यति धेरै नदेखाउँदा नि हुन्छ, किनभने अब यता माथितिर पुगिसक्यो भने साथीको चिने मान्छे रहेछ। अनि ठिक्क हामी चाहिँ अब त्यस्तो यो बाटोदेखि अनि सट्ट तल जान्छौँ अनि उता पुग्छौँ। खतरा छ यार, त्यहाँ हरियाली छ क्या, त्यो जङ्गल अनि ठिक्क पुगिहाल्छौँ। कस्तो नजिकबाट ल्यायो अब तपाईँहरूलाई चाहिँ म उतै भेट्छु नि त हुन्छ। अहिले हामी यहाँ पुगिसकेका छौँ, यस्तो ढुङ्गाहरू राखेको रहेछ। अनि सो हामी यहाँ पनि पुगिसकेका छौँ। अनि यो चाहिँ खैराना पुल, उता माथिबाट हाई गरौँ न। अनि हामी चाहिँ हल्का उतातिर अब हल्का
भिडियो सुडियो गर्छौँ, भिडियो सुटिङहरू गर्छौँ। सुटिङ गर्दा अब त्यस्तै नर्मल हुन्छ नि, त्यस्तै भिडियो सिडियो गर्छौँ। अनि सो हरियाली हेर्नु न, क्या दामी हरियाली छ यार, क्या दामी छ यार। ल यहाँबाट उतै पुग्न सक्छ है, सक्छ है। ल यस्तो हो क्या, यो ढुङ्गो छ नि यो, ल यहाँसम्म पुग्ला यो ढुङ्गोसम्म। ल पुग, म जाऊँ ओहो मा कहाँ गयो यार। हरियाली क्या दामी छ यार, दामी हरियालीहरू छ। सो ठिक्क अब हामी यहाँ पुगिसकेको छौँ। तर यता गोरुहरू पनि मारेर फाले हुन्छ यार। ए यहाँ पनि घर हुँदो रहेछ नि यार, यस्तो घरहरू हुँदो रहेछ नि यहाँ। यता यस्तो राम्रो भ्यू छ खतरा। यहाँ दामी छ भ्यू, त्यही भएर चाहिँ हामी यहाँ त्यो शीतल बन्छ नि त। अनि त्यति गर्मी पनि लाग्दैन नि त, ठिक्क शीतल हुनाले अनि रमाइलो पनि लाग्छ। यता आएन त, शीतल हुनाले यता रमाइलो पनि लाग्छ। सो टक्कसँग अब हामी यता पुगिसकेका छौँ। अनि यस्तो राम्रो भ्यू छ हेर न, कस्तो दामी भ्यू छ यार, पुरा हरियाली छ होइन। चस्मा खोलौँ, ओए गोरु मारेर फालेछ यार, छ्या। हाम्रो यो नेपालमा के भइरहेको छ कि दया माया पनि चिजै छैन। गाई गोरुलाई कसरी फालेर मारेर फाले हुन्छ। स्मल आउँछ छ्या, कस्तो नराम्रो यार। नराम्रो लाग्यो भने धेरै दुःख लाग्यो साथीहरू, दुःख। नेपालमा देश लुटी खान लागेको छ, बच्चाहरू लुटिन लागेका छन्। यस्तै छ नेपाल, बिग्दैछ अरूको देशमा। नेपाल जस्तै छैन यार। यस्तै गोरुहरू मारेर फालिदिया हुन्छ, उता गोरुहरू छोडिदिया छ कस्तै, कामै छैन यिनीहरूको खासमा। तर के भने कसरी बसेछन् यार नेपालमा यार। काठमाडौँ बेस्ट यार त्यसमा। अर्को शीतल ठाउँ खोजौँ दोस्त, अनि त्यहाँतिर बसौँला। सो अहिले हामी यता पुगिसकेका छौँ। यस्तो जङ्गल टाढाबाट हेर्दाखेरि खतरा लाग्यो। यतातिर आएपछि पनि खतरै छ क्या। त बस्ने ठाउँ त एक ठाउँ छैन यार। डेटिङको लागि खतरा छ यो ठाउँ। मेरो यतातिर है यहाँ डेटिङ गर्न मन, यस्तो राम्रो भ्यू छ। अगाडि नदी छ, नदी खोला चिसो हावा आउँछ मजाले। यतातिर आएर मजाले पार्टी गर्नु खतरा, यस्तो बवाल ठाउँ छ कि यता। दामी छ ठाउँहरू पनि, बवाल लाग्यो मलाई नि। सो अनि हामी कहाँ जाने ठाउँ? अगाडितिर जाउँ न, यस्तो कस्तो हेर्नु न, कस्तो राम्रो भ्यू। धेरै पछि भ्लगिङ गरेँ नि त, अनि दुख्छ यार लास्टतिर यो बोडीमा दुख्छ क्या। यस्तो दुखिन्छ नि पुरै छाडिदेऊ न। धेरै पछि गरेँ, वर्ष भइसक्यो कि। अब मैले भ्लगिङ छोडेँ नि वर्ष भइसक्यो। छोडेँ त होइन, तर अब हल्का राम्रो खाले मोबाइल पायो भने चाहिँ गर्ने मन चाहिँ हुन्छ कि। अहिले साथीको मोबाइलबाट चाहिँ भ्लगिङ गरिरहेको छौँ। अब हिम्मत जारी छ, दुवै मिलेर मिहिनेत गर्छौँ। किप गोइङ साथी, देयर सपोर्टमा म छु गाइस। तर यो खोला चाहिँ दामी होइन, यो खोला चाहिँ होइन, यो सफा भयो त्यहाँ। कस्तो दामी हुन्थ्यो हेर, उता बग्ने पनि छ, बगिरहेको हुन्छ टक्कसँग होइन। कस्तो दामी छ, यस्तो दामीहरू ठाउँहरू छन् यता। सो अनि म काठमाडौँबाट यहाँ आउनेको मुख्य कारण चाहिँ पासपोर्ट बनाउनु चाहिँ हो। अनि साथीलाई नै भनिरहेको थिएँ मैले, बाहिरको लागि तयारी गरौँ, बाहिरको लागि तयारी गऱ्यो भने सजिलो हुन्छ। अनि भोलिको दिनमा आफूलाई त्यस्तो के गर्नु नि पर्दैन। यदि हाम्रो भइहाल्यो भने लकै त हो यार होइन, लकै त हो। यदि भयो भने अब घरमा भने पाहुनाको जसरी आउने यताउता यार मान्छे यार। हो त यार, अब के गर्नु पऱ्यो नि त। अब के गर्नको लागि के गुमाउनु पर्छ भन्ने तैँले सुनेछस् कि नै? त्यही हो क्या, पासवर्ड चाहिँ बनाएर। अब के को लागि तयारी गरिरहेको छु भनेपछि त्यो चाहिँ म हजुरलाई पछि भन्छु। सो अहिले चाहिँ खासमा त यसको छैन दिमाग यार। तिनी राम्रो सल्लाह दियो भने चाहिँ यो मजाकमै लिन्छ अरू कुरा। तर मिल्ने साथी हो। केही काम थिएन घरमा पनि, अनि झ्याउ लागिरहेको थियो। सो आज यस्तै भेटिदिउँ भनेर चाहिँ यतै आएको थिएँ। अनि साथीले चाहिँ हल्का तपाईँहरूले परिचय दिन चाहन्छ, कन्टिन्यू साथी। म त के नभन्दै, मसँग मनदेखि डर लागिरहेको छ। अब मेरो फर्स्ट भ्लग हो, अब डर लागिरहेको थियो कि बोल्नै सकिरहेको थिएन। त्यसैले के
फर्स्ट भ्लगिङ मैले नि फर्स्ट भ्लगिङ हुँदा यता नेपालमा हुँदाखेरि चाहिँ फर्स्ट भ्लगिङ चाहिँ मेरो उताको थियो क्या ट्युसन पढ्दाखेरिको थियो अनि सो सेकेन्ड भ्लग अनि यस्तै बनाउँदा मान्छेको मुनि बेजत लाग्ने हो नि त अनि भिडियोहरू बनाउने यताउता गर्न सो अनि त्यो अब बेजत त्यस्तै हो आफूले के गर्न सक्छौँ भने अब बेजत अब लाज पचाएर पनि गर्नुपर्छ भन्ने कुराहरू सबैकोमा हुन्छ होइन यो सो गाइज अब हामी चाहिँ घुमिसक्यौँ गर्मी पनि लास्ट थियो क्या अलिक हावा चाहिँ चलिरहेछ त्यही पनि अब तातो हावा हुन्छ नि तातो हावा चलिरहेछ क्या अनि खोलाहरूकोले हल्का चिसो नि गरेछ सो अब हामी चाहिँ घरतिर लाग्न लागेको अनि यही हो सायद हाम्रो अब कति महिनामा भेट भयो साथी हाम्रो लगभग कति दुई महिना हो सायद त्यस्तै 1-2 महिना जति भयो होइन नभेटेको पनि अनि आफ्टर लङ टाइम विथ माई फ्रेन्ड एन्ड मिट अनि ठिक्क अनि हिजो नै मेसेज गरेको थिएँ कि साथीलाई अनि आइज भेट्नुपर्छ यताउता भने अनि त्यहाँ स्विमिङ पुल चाहिँ गएको थिएँ हामी यसको चटै गर न स्विमिङ पुल गएको थियौँ अनि स्विमिङ पुल गएर चाहिँ यताउता नुहाएर चाहिँ अनि यता आयौँ टिक्क अनि त्यहाँ आएर चाहिँ हामीले नास्ता पनि गरेको थियौँ राइस खायौँ 2 एप अनि ठिक्क लाग्छ त्यसपछि त अब बानी पसिसक्यो भने त मतलब हुन्न नि त मान्छेहरूको अब के गरिरहेछ मतलब हुनु नि त अब हामी भ्लगिङ गरेर हिँडिरहेछौँ भ्लगिङ माटी गयो यार भ्लगिङ गरेर हिँडिरहेछौँ मान्छेहरू सोच्लान् नफुक्न उड्ला यार मोबाइल यार मजाक छ आइफोन हो अनि जाउँ भाइ तर हामी पागल नै हो अब घरतिर लाग्यौँ गाइस सबैजनाले अब सब्सक्राइब गरिदिनु होला सो हामी चाहिँ लाग्यौँ हस् त भाइ